जीपीएस भन्नाले स्पेस बेस सैटेलाइट नेभिगेसन सिस्टम हो र यसले चाहिँ हामीलाई धेरै तरिकादेखि हामीलाई सहयोग गरिरहेको हुन्छ। जस्तै कुनै पनि सहरी साधनहरू ट्र्याकिङ गर्नको लागि अनि तपाईको पर्सनल नेभिगेसनको लागि जस्तै हामी सुन्छौँ कार नेभिगेसन सिस्टमहरू हैन यो पनि जीपीएस नेभिगेसन सिस्टमभित्रै पर्छ र यसले चाहिँ हाम्रो डे टु डे लाइफमा पनि धेरै सहयोग गरिरहेको हुन्छ। जस्तै कुनै ठाउँमा तपाईँ ट्राभल गर्दै हुनुहुन्छ भने त्यति बेला पनि तपाईलाई यो जीपीएस नेभिगेसन सिस्टमले सहयोग गर्छ र योको यिनीहरूले कसरी काम गर्छ जस्तै जीपीएस नेभिगेसन सिस्टमले कसरी काम गर्छ पर्सनल नेभिगेटर भने के हो भनेर जस्तै मसँग एउटा यो पर्सनल नेभिगेटर छ यो चाहिँ गार्मिनको हो र जब यसलाई चाहिँ मैले अन गर्छु स्विच अन गर्छु त्यसपछि यसले चाहिँ सेटेलाइटलाई डिटेक्ट गर्छ सेटेलाइट खोज्छ र मिनिमम पनि 3वटा सेटेलाइट यसले डिटेक्ट गरिसकेपछि चाहिँ तपाईको त्यो सराउन्डिङमा कुन लोकेसनमा हुनुहुन्छ त तपाईको पिन पोइन्ट कोअर्डिनेट यसले बताउँछ हैन। त्यसपछि तपाईलाई यसले चाहिँ उत्तर दक्षिण पूर्व पश्चिम कता हो डाइरेक्सन त्यो बताउँछ र त्यो ठाउँको तपाईसँग जीपीएस म्याप छ भने तपाईले त्यो जीपीएस म्याप चाहिँ पर्सनल नेभिगेटर अथवा कार नेभिगेटरमा हाल्नु भएको छ भने तपाईलाई चाहिँ त्यो ठाउँको त्यो लोकेसनको कुन ठाउँमा जानुपर्ने हो हैन त्यो ठाउँमा पुग्नका लागि धेरै सजिलो हुन्छ। जस्तै मानौं तपाई चाहिँ काठमाडौँमा हुनुहुन्छ र काठमाडौँको तपाईको टुरिकल एराउन्डमा तपाई हुनुहुन्छ भने तपाईलाई चाहिँ जानुपर्ने छ ठमेलको कुनै पनि एउटा होटल अथवा रेस्टुरेन्टमा। त्यति बेला चाहिँ म्यापहरुमा चाहिँ डिफरेन्ट पीओआईएस पोइन्ट अफ इन्ट्रेस्टहरु राखिएको हुन्छ र तपाईले चाहिँ त्यो एक्ज्याक्ट तपाई जानु पर्ने ठाउँको नाम अथवा त्यो कोअर्डिनेट तपाईले चाहिँ यो ठाउँमा म पुग्नु पर्ने छ यो पीओआईएसमा म पुग्नु पर्ने छ पोइन्ट अफ इन्ट्रेस्टमा भने तपाईले लोकेट गर्दिनु भयो भने तपाईले त्यहाँ पुग्ने सर्टेस्ट पाथ छोटो एकदमै छोटो रुट चाहिँ उसले बताउँछ र त्यसपछि तपाईले चाहिँ देखाएपछि त मलाई नेभिगेट गर भनेर तपाईले यहाँ अन गर्नु भएपछि स्विच थिच्नु भएपछि तपाईलाई चाहिँ उले नेभिगेट गर्न थाल्छ। जस्तै नेभिगेट भन्नाले कस्तो भने तपाई यदि रङ वेमा जाँदै हुनुहुन्छ भने त्यो रङ वे हो त चाहिँ यतातिर आइज तपाई यता आउनुहोस् भनेर उले देखाउँछ र तपाईले कतिसम्म हुन्छ भने तपाई त्यो वे फलो गरिरहनु भएको छ तपाईको स्पिड देखाउँछ र तपाईले चाहिँ त्यो ठाउँमा पुग्नको लागि अब कति टाइम लाग्छ त्यो स्पिडमा त्यो पनि यसले देखाउँछ हैन र तपाई चाहिँ अब त्यो ठाउँमा 1 घण्टामा पुग्छु भन्ने अनुमान गर्नु भएको छ भने त्यो स्पिड कति हुन्छ त कति स्पिडमा हिँड्नुपर्छ त्यो पनि यसले देखाउँछ र यसले चाहिँ त्यही भएर डिफरेन्ट वेजमा यसले चाहिँ हामीलाई सहयोग गरिरहेको छ र तपाई कुन लोकेसनमा हुनुहुन्छ त्यो लोकेसनको पेरिफेरीमा जस्तै भनौं कुन होटल छ रेस्टुरेन्ट छ अथवा तपाईले के को आवश्यकता पर्छ जस्तै हस्पिटलहरु भयो एमर्जेन्सी सर्भिसहरु भयो पुलिस स्टेसनहरु भयो अनि त्यो कहाँनेर पर्छ नजिकको कुन चाहिँ हो भनेर यसले देखाउँछ। जस्तै तपाईले चाहिँ कार नेभिगेटर युज गरिरहनु भएको छ र त्यो ठाउँको तपाईसँग जीपीएस म्याप छ भने तपाईलाई चाहिँ गाडी कुदाउँदै जाँदाखेरि तपाईको फ्युल चाहिँ लस हुँदै गयो घट्दै गयो थोरै हुँदै गयो भने एराउन्ड त्यो पेरिफेरीमा कहाँनेर छ त तपाईको फ्युल पेट्रोल पम्प त्यो देखाउँछ र त्यहाँ जानको लागि सर्टेस्ट पाथ कुन चाहिँ हो त त्यो पनि देखाउँछ र तपाईलाई त्यही नेभिगेट गर्छ तपाईलाई र यो चाहिँ कस्तो छ भने यो जीपीएस नेभिगेसन चाहिँ युज गर्यो भने कस्तो हुन्छ भने अहिले चाहिँ भनौं न इन्भाइरोन्मेन्ट फ्रेन्डली पनि भनिरहेछ र जीपीएस नेभिगेसन सिस्टम युज गर्दाखेरि इन्भाइरोन्मेन्ट फ्रेन्डली पनि हुन्छ जस्तो लाग्छ मलाई मेरो भ्यूमा हैन। जस्तै कसरी भने तपाई ड्राइभ गर्नुहुन्छ तपाईलाई कुनै लोकेसनमा जानुपर्ने हुन्छ तपाईलाई थाहा हुँदैन 10 ठाउँमा तपाईले सोध्नुहुन्छ 10 तिर घुम्नुहुन्छ तर यदि जीपीएस छ भने तपाईलाई त्यो ठाउँमा त्यो पिन पोइन्टमा मलाई पुरा सर्टेस्ट पाथ देखा भन्यो भने तपाईले सजिलै देखाउँछ र तपाईको पेट्रोल पनि लस हुँदैन त्यसले गर्दा पनि जहाँसम्म लाग्छ यो इन्भाइरोन्मेन्ट फ्रेन्डली पनि हुन्छ। जस्तै यो हामीसँग अहिले हामीले बनाइराखेको पोखराको सिटी म्याप छ जस्तै पोखरा सिटी म्याप र यसमा चाहिँ सानो म तपाईहरुलाई चाहिँ एउटा उदाहरण दिन्छु एक्जाम्पल दिन्छु हैन। जस्तै हामी जुम इन गर्छौं पोखराको यहाँ धेरै पीओआईएसहरु छ हैन। जस्तै यो भयो एउटा स्कुल भयो यो पनि स्कुल भयो यहाँ पीओआईएस छ धेरै र यसमा चाहिँ अब भनौं न एउटा एक्जाम्पल जस्तै तपाई कुनै पनि
लोकेसन हुनुहुन्छ यो म्यापको र कुनै रोडमा तपाईँले उभिरहनु भएको छ भने यो पोइन्टदेखि तपाईँले चाहिँ यो पोइन्टसम्म जानको लागि सर्टेस्ट पाथ कुन हो त तपाईँले खोज्नु पऱ्यो भने तपाईँले यसले देखाउँछ। जस्तै हेरौँ यहाँले जस्तै यो चाहिँ सर्टेस्ट पाथ भएछ हाम्रो। जस्तै यो पोइन्टदेखि यो पोइन्टमा आउनको लागि हाम्रो डिफ्रेन्ट वेजहरू छ, बाटोहरू छ। एउटा सिधै यो फलो गरेर पनि आउन सकिन्छ, एउटा भनेको यसरी घुमेर पनि आउन सकिन्छ, हामी यतादेखि यसरी घुमेर पनि आउन सकिन्छ। र अर्को भनेको यो बाटो फलो गरेर हामी यतादेखि हामी फेरि यसरी घुमेर पनि आउन सकिन्छ। तर सबैभन्दा सर्टेस्ट पाथ चाहिँ उसले यो रहेछ, उसले देखायो र हामीले यसरी नै नेभिगेट गर्छ यसले। जस्तै यो चाहिँ पोखराको फेवा लेक भयो, यो एरिया ब्लू एरिया, यहाँ चाहिँ धेरै POISहरू पनि फुट्छ। र यो चाहिँ तपाईँले हाम्रो नेपाल GPS map.net फ्री अफ कस्ट नै तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। पोखरा सिटी म्याप धेरै POISहरू इन्क्लुड गरेको छौँ। जस्तै यो एयरपोर्ट भयो, रनवे, जस्तै सेती रिभर भयो, सेती नदी, यो पिस स्तूप भयो।